हेलो गाइस, होपफुली दसैँको दिन चाहिँ रमाइलो भयो होला। हाम्रो पनि सबैजनाको दसैँ एकदमै रमाइलो भयो होइन। मासु पकाउने, खाने, गीत गाउने, रमाइलो गर्ने, सेलरोटी बनाउने, खाने होइन, सबै कुरा गरियो। अब सबैजना फर्किने दिन पनि आइसक्यो होइन। भोलि चाहिँ सबैजना फर्किनुहुन्छ। आज चाहिँ अब हाम्रो प्लान भनेको चाहिँ गर्मी दिन छ, त्यही भएर लेट्स गो स्विमिङ कुरा भयो। ल जाऊँ न त भनेर हामी साउथ ब्याङ्कमा एउटा स्विमिङ पुल छ होइन, त्यहाँ गएर आज रमाइलो गर्ने। ब्रेक बेबी, ब्रेक बेबी, ब्रेक बेबी। ठीक छ, जाऊ ठीक छ जाऊ। ब्रेक बेबी। हेलो एभ्रिवान, सबैजना उता काम गरिराख्नु भएको छ होइन। म चाहिँ यसो टक्कै यसो पोडकास्ट टाइपको यसो साइडमा क्यामेरा राखेर यसो बोलाउँ भन्ने सोचेर चाहिँ मेरो दसैँको अनुभव यता ब्रिस्बेनको यात्रा चाहिँ तपाईँहरू समक्ष यसो केही सेयर गरौँ भनेर आएको छु। हामी आएको चाहिँ अलमोस्ट तपाईँको 2 तारिकमा आयौँ। अलमोस्ट 2 तारिक चाहिँ तपाईँको पुग्न चाहिँ राति अलमोस्ट यहाँ 12 बजिसकेको थियो। 12 बजिसकेपछि राति आयौँ। त्यही राति पनि एकदमै रमाइलो भयो। 3 बजीसम्म बसेको थियौँ क्या, अलमोस्ट 3 बजीसम्म बज्यो। अनि फेरि 7 बजी उठ्नु पऱ्यो, किनभने ब्रिस्बेनको वेदर चाहिँ कस्तो रहेछ भन्दाखेरि तपाईँको बिहान 7 बजी पनि तपाईँको उज्यालो घाम त कहाँ माथि आइसकेको रहेछ। फेरि इस्ट यता आएको, फेरि यता आएर फेरि इस्ट होइन, त्यो अलिकति कन्फ्युज हुन्छ कि यहाँ चाहिँ होइन। त्यसपछि त्यो दोस्रो दिन चाहिँ अब टिपिकल नेपाली दोस्रो दिन चाहिँ कस्तो भन्थ्यो, घुम्न जाने के अरे त्यो दिनमा त दसैँ थियो। सुतिरहेको थियो, किनभने अब बेलुका 3 बजे सुते मान्छे, अब यस्तो बेलुका 8-9 बजीसम्म त सुतिहाल्छ। बेलुका के अरे बिहान 10-11 बजीसम्म त सुतिहाल्थ्यो। त्यो दिन 10-11 बजे कोही पनि सुतेन, तर अनफर्चुनेट किनभने दसैँ थियो, सबैजना एक्साइटेड थिए, सबैजना फ्यामिली ग्यादरिङ भइरहेको थियो। एकदम रमाइलो भयो, दसैँ पनि रमाइलो भयो। ओके, ब्रिस्बेन त आइयो, घुम्न पऱ्यो, जानु पऱ्यो गोल्ड कोस्ट। गयो गोल्ड कोस्ट गयो भन्दा बिहानै गइयो त। फेरि हाम्रा यहाँ ऊ छन् क्या, यसो 10 मिनट भनेर ऊ गर्ने भन्ने के अरे मेकअप भनेको हो। आधा दिन त मेकअप गर्न लाग्छ, जति घुम्दियो आधा दिनमा पनि 3 घन्टा, जाने 1.5 घन्टा, आउने 1.5 घन्टा, 3 घन्टा त अलमोस्ट त्यहीँ गइहाल्यो। त्यही पनि होइन, त्यही पनि रमाइलो भयो, किनभने देखियो गोल्ड कोस्ट देखियो, राम्रो रहेछ एकदम टुरिस्ट एरिया, रमाइलो भयो, आनन्दले घुमियो खेल्यो। अनि आजको दिन चाहिँ रह्यो, आजको दिन सुरुमा आउँदाखेरि चाहिँ ल भोलि के गर्ने पर्सि के गर्ने भनेर त्यसरी सोचिन्थ्यो। अब ब्याकवर्डमा लाग्यो कि ल भोलि पछि त पर्सि काममा जानुपर्छ। र त्यही पनि आजको रमाइलो भयो, गयो दिनभरि स्विमिङ गरियो,
एकदम रमाइलो भयो, एकदम नयाँ अनुभव फिल भयो। किनभने अनि आफूलाई अनुभव पनि भयो कि अब त साँच्चै बुढो भइएछ। हेलो एभ्रिवान अनि नमस्ते सबैजनालाई। नमस्ते सबैजनालाई, मेरो नाम समीर अनि म चाहिँ सफलता। यहाँहरू सबैजनालाई मेरो दाइ र भाउजूको युट्युब च्यानलमा धेरै धेरै स्वागत गर्न चाहन्छु। र हामी चाहिँ 2022 सालको बडा दसैँ मनाउनको लागि मेलबर्नबाट चाहिँ ब्रिस्बेन सहरमा मेरो दाइ र भाउजूसँग चाहिँ हामी सबैजना भेला भएका छौँ, उपस्थित भएका छौँ। र यो बडा दसैँको पावन अवसरमा सर्वप्रथम त तपाईँहरूलाई नै हामी धेरै धेरै शुभकामना भन्न चाहन्छौँ। र अहिले हामीले चाहिँ एकदमै इन्जोय गरिरहेको छौँ। त्यसको लागि म मेरो दाइ र मेरो भाउजूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। साथै धेरै माया, वी लभ यु। म चाहिँ सिडनी, ब्रिस्बेन र मेलबर्न गएर 3टा सहरहरू घुमेँ अहिलेसम्मलाई चाहिँ। ब्रिस्बेन चाहिँ मेरो फर्स्ट टाइम हो। र यो सबै कुराहरूमा हेर्दाखेरि चाहिँ लाइफस्टाइलको हिसाबले चाहिँ वी स्टिल लभ सिडनी भेरी मच। तर ब्रिस्बेनमा चाहिँ हामी आएर हामी परिवारहरू दसैँमा रमाइलो गर्न पाउँदाखेरि चाहिँ ब्रिस्बेन चाहिँ घुमाइको हिसाबले एउटा पर्यटकीय आकर्षणको हिसाबले चाहिँ ब्रिस्बेन चाहिँ एकदमै पर्फेक्ट स्पट रहेछ भन्ने I'll say Gold Coast is a perfect spot. Gold Coast, But Brisbane is more like a city. त्यो पनि हो। More like गोल्ड a कोस्ट city. चाहिँ Yeah, अझै Gold Coast धेरै is टुरिस्ट more डेस्टिनेसन tourist चाहिँ हामीलाई लाग्यो। र अब हामी नेक्स्ट टाइम पनि फेरि आउनको लागि चाहिँ अझै धेरै चाहिँ हामीले पुस गर्छौँ हामी आफैलाई। र तपाईँहरू पनि यदि तपाईले पनि हामीलाई पुस गर्नु होला। यो च्यानललाई लाइक एन्ड सब्सक्राइब एकदम भ्यूको बढी गरेर यसलाई चाहिँ एकदम सब्सक्राइब गर्नुभयो भने चाहिँ फेरि अगाडि हामी यस्तै भिडियो होइन नेक्स्ट टाइम चाहिँ हामी गोल्ड कोस्टमै गएर त्यहाँको टुर गराउँदैछौँ हामी तपाईँहरूलाई। सो यदि तपाईँहरू पनि सँगै हामीसँगै ट्राभल गर्न चाहनुहुन्छ भने अगेन वेलकम टु आवर च्यानल एन्ड यस प्लिज सपोर्ट आवर च्यानल, लाइक, सब्सक्राइब एन्ड कमेन्ट गर्न चाहिँ नबिर्सनु है एन्ड सेयर एज वेल। थ्याङ्क यू सो मच। Hello guys, this is Anish Regni. I came here at Brisbane from Newcastle. दसैँको दिन बिहान आएँ, त्यसपछि यहाँ मिटिका सिका लगायौँ, नाचगान गऱ्यौँ, रमाइलो गऱ्यौँ, तास खेल्यौँ है। त्यसपछि हामी हिजो स्पिड जेट बोटिङ गयौँ गोल्ड कोस्ट। यहाँ चाहिँ लगभग धेरैजनाको न्यू प्लेस थियो, त्यहाँ रमाइलो गऱ्यौँ, घुम्यौँ। मैले यस्तो एक्सपेक्ट गरेको थिइनँ कि यति रमाइलो हुन्छ भनेर। सोचेभन्दा धेरै रमाइलो भयो दसैँ चाहिँ, एकदम मेमोरेबल। त्यसपछि हामी आज चाहिँ ब्रिस्बेन सिटीमा स्विमिङ गर्न गयौँ सबैजना। मलाई चाहिँ पर्सनली स्विमिङ आउँथेन, म भ्याकुता चाहिँ उफ्रे जस्तो उफ्रेँ। त्यसपछि 1-2 घन्टा स्विमिङ गरेर हामी घर फर्कियौँ। अहिले चाहिँ हामी मोमो बनाउँदैछौँ। अब सबैजना मोमो खाने, सुत्नु, बिहान सबको आफ्नो घरतिर जाने। दसैँ चाहिँ एकदम मेमोरेबल भयो। थ्याङ्क यू। हेलो गाइज, म चाहिँ सन्देश पौडेल। हाम्रो दाइ भाउजूको च्यानलमा हजुरहरूलाई स्वागत छ। बेसिकली म चाहिँ अहिले भर्खर 3 महिना जस्तो भयो नेपालबाट अस्ट्रेलिया आएको। अनि त्यसपछि इट वाज काइन्ड अफ न्यू एक्सपिरियन्स। म दसैँ पहिलोचोटि आउट अफ होम मनाउँदै थिएँ। सिनियर्स अब हजुरआमा बुवा आमाको हातबाट टिका लगाइराखेको। अनि यहाँ आएर यहीँको फ्यामिली, अब दाइ भाउजू, दिदी दाजु, अनि दाइ दिदीहरू अनि भाइ पनि आएको छ। अनि त्यो भएर मनाउँदाखेरि चाहिँ अहिले एकदमै नयाँ एक्सपिरियन्स। यति रमाइलो होला भन्ने चाहिँ मलाई लागेको थिएन, किनभने आई वाज फार फ्रम होम। तर यहाँनिर पनि अर्कै खाले होम मैले फाइन्ड गरेँ। त्यसले गर्दाखेरि चाहिँ आई वाज रियली ह्याप्पी अबाउट द्याट। अनि त्यसपछि यहाँबाट मेलबर्नबाट ब्रिस्बेन टिका लगाउन आउने एक्सपिरियन्स पनि राम्रो थियो, किनभने वी फ्ल्यु लाइक 3 days अगो। अनि त्यसपछि त्यो दिन अलिकति हेक्टिक भए पनि अनि त्यो दिन बाहेकको चाहिँ वी इन्जोयड अ लट। अभियसली ब्रिस्बेन आइसकेपछि गोल्ड कोस्ट नघुम्नु भन्ने हुन्थ्यो होइन, वी इन्जोयड देयर अ लट। अनि त्यसपछि इट वाज रियली गुड टाइम। फेरि अनि त्यति भन्दै म मेरो एन्ड माई टाइम होइन। अनि त्यसपछि अनि दाइ भाउजूको च्यानललाई सेयर सब्सक्राइब गरिदिनु होला। अनि त्यति भन्न चाहे। धन्यवाद। हेलो एभ्रिवान,
सो मैले चाहिँ हाम्रो यो ब्रिस्बेनको एक्सपिरियन्स हजुरहरूसँग सेयर गर्न आइरहेको छु यहाँ। फर्स्ट अफ अल त हाम्रो बहिनी र हाम्रो भाइलाई धेरै थ्याङ्क यू भन्न चाहन्छु यो दसैँको लागि फ्यामिली ग्यादरिङमा इन्भिटेसन गरेकोमा। र अपार्ट फ्रम अल द एक्सपिरियन्स फर्स्ट सबैभन्दा मेजर इम्पोर्टेन्ट थिङ चाहिँ अहिलेसम्म हामी 6 जना परिवारको सदस्य थियो, सिडनीसँगै बस्ने यताउता गर्दा सबै। अहिले चाहिँ यो ब्रिस्बेनको टुरले चाहिँ 2 जना नयाँ भाइलाई पनि हाम्रो फ्यामिलीमा समावेश गर्न सफल भएका छौँ र यसको लागि फेरि पनि म हाम्रो बहिनी र भाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र दसैँको एक्सपिरियन्स चाहिँ एकदमै राम्रो भयो, रमाइलो भयो, टिका लगायो, ग्यादरिङ भयो, ब्रिस्बेनको मेजर सिटिजहरू गोल्ड कोस्टहरू एक्सप्लोर गरियो, जेट स्की गरियो, स्विमिङ गरियो, आज एकदमै रमाइलो भयो। र सँगसँगै एउटा पारिवारिक मेलमिलापको छेड पनि एकदमै राम्रो भयो। सो विच वाज रियली एक्साइटिङ। नेक्स्ट इयर पनि यसरी नै सबै आइदर ब्रिस्बेन, मेलबर्न और एडिलेड जता हुन्छ त्यतै भेटेर रमाइलो गर्नुपर्छ भन्ने चाहिँ आशा राखेको छु। हाम्रो धारणा छ। कन्टेन्ट के हो बोल तपाईले बोल्नु के भन्दै के हो त बोले भाइ जान त भाइ काट्नु हुन्छ नि त ल। नमस्ते, म उमङ्ग केसी। हामी 4 दिन भयो ब्रिस्बेन आएको सुरुको दिनदेखि नै हामी यहाँ हिँडुल गरेको छौँ, खुसी छौँ धेरै। र म मेरो बहिनी र ज्वाइँलाई धेरै नै धन्यवाद दिन चाहन्छु यति रमाइलो दसैँ बनाएकोमा। हामी सबैले धेरै रमाइलो गऱ्यौँ यो चोटिको दसैँ। फेरि अर्को वर्ष अर्को वर्ष होइन, छिट्टै नै यसरी नै सबैले गेट टुगेदर गरेर फेरि यति नै रमाइलो गर्न पाऊँ। अहिलेको लागि धेरै धेरै धन्यवाद। And like, subscribe to my brother's YouTube channel. Thank you.